हेलो। आज हामी हेर्नेवाला छौँ हेक्सको बारेमा हेक्साडेसिमल। सो पहिला बुझौँ हेक्साडेसिमल भनेको के हो। हेक्साडेसिमल रिप्रेजेन्ट्स द बाइनरी बिट स्ट्रिम्स। जस्तै हुन्छ नि 1010101001 भनेर, त्यसलाई एउटा सिम्पल फर्ममा हामीले हेर्न सकिन्छ क्या एउटा। जस्तै अब मैले यहाँ बाइनरीमा 0 वा 0000 त्यो भन्नुभन्दा हेक्समा 0 लेख्न पनि यति बुझ्न सकिन्छ। यदि मैले 111 लेख्नु र यसमा एफ लेख्नु भनेको एउटै कुरा हो। अनि हेक्साडेसिमल भनेको एउटा बेस 16 नम्बर सिस्टम हो। सो नम्बर सिस्टम भनेको धेरै टाइपको हुन्छ नि। एउटा बाइनरी नम्बर सिस्टम हुन्छ, यो कम्प्युटरले बुझ्छ। यसमा 0 र 1 हुन्छ। यसमा बेस 2 हुन्छ। बेस 2 किन हुन्छ भन्दाखेरि जस्तै यहाँबाट 0 1, अब यहाँदेखि फेरि रिपिट हुन्छ 0 1 0 1 भनेपछि 0 1 पछि यसमा रिपिट भइरहेको छ नि, भनेपछि दुईवटा नम्बर पछि रिपिट भइरहेको छ, बेस 2 भयो। त्यस्तै डेसिमल नम्बर सिस्टममा के हुन्छ भन्दाखेरि 1 2 0 1 2 3 4 5 6 7 8 9 9 पछि फेरि रिपिट हुन्छ 1 2 3 4 गरेर, भनेपछि टोटल कति भयो? टोटल भयो 10। सो बेस 10 भयो। अनि हेक्साडेसिमलमा के हुन्छ भन्दाखेरि 0 देखि 9 सम्म त हुन्छ। सरी, यहाँ 9 0 पछि 9 0 देखि 9 सम्म हुन्छ 1 2 3 4 5 6 7 8 9। त्यसपछि एबिसिडी हुन्छ ABCDEF, एफसम्म हुन्छ। अनि फेरि एफमा रिपिट हुन थाल्छ 0 1 2 3 गरेर। टोटल कतिवटा हुन्छ भन्दाखेरि टोटल हुन्छ 16 वटा, बेस 16। सो हामी किन युज गर्छौँ बाइनरी भन्दाखेरि हेक्स किन युज गर्छौँ भन्दाखेरि जस्तै अब यो बाइनरी नम्बरमा यस्तो छ 1 0 1 1 0 0 0 यस्तो भनेर भनेको छ। यसलाई हेर्नु र डिबी यति हेर्नु भनेको बराबर छ। हामीले यसमा कुन कुन ठाउँमा युज गर्छौँ भन्दाखेरि हामी यो जुन फर्स्ट त हामीहरूलाई त यो बाइनरीलाई रिड गर्न सजिलो भयो, जस्तै यो डिबी भनेर। अनि अर्को फेरि हामी जस्तै भयो नि यो हो के भन्छ जेपिइजी भन्ने फाइल छ, जुन इमेजेसहरू हुन्छ नि, इमेजेसहरूको हेक्स डम्प गरेपछि यस्तो भ्यालुहरू दिन्छ क्या। अनि कलरहरूमा पनि देखाउँछ। अनि यसमा लो लेभल प्रोग्रामिङमा, नेटवर्किङमा, क्रिप्टोग्राफीमा अनि डिबगिङ गर्दाखेरि हामी यसमा युज गर्छौँ। जस्तै अब एसेम्ब्लीमा हामीहरूले के लेखौँ न त, मैले कोड गर्दाखेरि जस्तै म AXL भित्र कुनै भ्यालु हालिदिन्छु 0xF1 एउटा हेक्साडेसिमल भयो। र यदि मैले बाइनरीमा लेखेको भए चाहिँ यस्तो लेख्नु पर्थ्यो मलाई, बिन गरेर 0x1F यति धेरै 1 1 1 1 1 यो लेख्नु भन्दा मैले 0xF1 लेखेर मलाई पुगिसक्यो। सो डेसिमल नम्बर सिस्टम, बाइनरी नम्बर सिस्टम र हेक्साडेसिमल नम्बर सिस्टम यस्तरी देखाइरहेको छ यसमा। अनि यदि 0 देखि यहाँ 15 सम्म हुन्छ, यदि 0लाई पनि गर्ने भने टोटल 16 वटा हुन्छ। अनि बाइनरी नम्बर सिस्टमभित्र फेरि कस्तो हुन्छ भन्दाखेरि यहाँ मैले यस्तो बनाएको छु। बाइनरी नम्बर सिस्टममा कम्प्युटरमा के हुन्छ भन्दाखेरि यदि 0लाई अफ भन्छ एन्ड 1लाई अन भन्छ। यदि मैले कुनै भ्यालु राख्न छ भने, यदि मेरो यहाँ 0 छ, यहाँ पनि 0 छ, यहाँ पनि 0 छ र यहाँ पनि 0 छ भनेपछि सबै अफ छ नि त। सब अफ भएपछि मेरो भ्यालु कति भयो? मेरो भ्यालु भयो 0। यदि मैले कुनैलाई अन गरिदिएँ, जस्तै मैले यसलाई 1लाई अन गरिदिएँ भने 1को भ्यालु, यसको भ्यालु कति हुन्छ? 1 हुन्छ। त्यस्तै यसलाई अफ गरिदिएँ मैले र 2लाई अन गरिदिन्छु। म यसलाई 2लाई अन गरिदिएँ एन्ड 4लाई अन गरिदिएँ। टोटल कति भयो मेरो भ्यालु? 2 + 4 6 भनेपछि 0 1 1 0 यो भ्यालु भयो 6 को। एकचोटि हेरौँ है, 6 को कति हो? 0 1 1 0। सो यसरी हामी कन्भर्ट गर्छौँ बाइनरी डेसिमल। अनि हेक्साडेसिमलमा यसको भ्यालु कति छ भन्दाखेरि 6 भयो यसको भ्यालु।
के हुन्छ भन्दाखेरि 0 देखि 9 सम्म हुन्छ, त्यसपछि ABCDEF सम्म मात्रै हुन्छ। यसको म्याक्सिमम भ्यालु कति हुन्छ भन्दाखेरि यदि 32 बिटमा मैले यति के गर्नको लागि छ 32 बिटमा मैले लेख्न लागेको छु भनेपछि 0 3 4 5 6 7 8 भनेपछि यो म्याक्सिमम भयो। यदि मैले यसरी बाइनरीमा लेखेको भए चाहिँ 1 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 यो लेखिराख्नु पर्थ्यो मलाई। सो रिप्रेजेन्ट गर्नको लागि युज गरिन्छ हेक्साडेसिमललाई। सो हामी अहिले एसेम्बलीमा युज गर्छौँ, लो लेभल ल्याङ्ग्वेज प्रोग्रामिङमा, नेटवर्किङमा, क्रिप्टोग्राफीमा एन्ड यसमा डिबगिङको लागि युज गर्छौँ हामीहरूले। अनि कुनै कलर कोडहरू छ भने पनि कलर कोडहरू भए पनि त्यसमा देखाइरहेको हुन्छ। अनि जस्तै यो भयो एउटा ह्यास भयो, यो पनि एउटा हेक्साडेसिमलको एउटा ह्यास भयो, SHA-256 को ह्यास भ्याल्यु हो। यदि मैले 1 1 1 1 लेखेको भए चाहिँ मलाई धेरै टाइम लाग्थ्यो, यो मलाई बुझ्न नि गाह्रो हुन्थ्यो। सो हाम्रो अहिले च्यालेन्जेसमा हेरौँ। च्यालेन्जमा के भनेको छ भन्दाखेरि when we encrypt something the resulting cipher text commonly has bytes which are not printable ASCII characters। यसमा भनेको के भन्दाखेरि जस्तै अब हामीहरूले कुनै क्यारेक्टरलाई इन्कोड गर्छौँ भन, क्यारेक्टर जस्तै C छ या @ छ, त्यसलाई हाम्रो कन्भर्ट गर्छौँ एउटा नम्बरमा, अर्डिनरी नम्बरमा कन्भर्ट गर्छौँ हामीहरूले ASCII टेबलको युज गरेर। अनि त्यसपछि हामी इन्क्रिप्ट गर्छौँ DES AES यस्तो अल्गोरिदमको युज गरेर हामीले इन्क्रिप्ट गर्छौँ भन। इन्क्रिप्ट गर्दाखेरि के हुन्छ भन्दाखेरि त्यसले बिटहरू नल्याएर बाइटहरू लिन्छ के, त्यो इनपुट लिन्छ एल्गोरिदमले। अनि त्यसपछि एउटा र बाइट स्ट्रिम दिन्छ के, अनि जुन फेरि ASCIIले सिधै प्रिन्ट गर्न मिल्दैन। त्यतिखेर हामी हेक्सको युज गर्छौँ। यदि प्रिन्ट गर्न थाल्ने कोसिस गऱ्यो भने फेरि त्यसमा टेक्स्ट इरर, इनभ्यालिड इरर त्यस्तो देखाउँछ, इनभ्यालिड टेक्स्ट यस्तो इरर देखाउँछ। त्यो भएर हामीहरूले युज गर्छौँ हेक्साडेसिमल नम्बर। यहाँ पनि त्यही भनेको छ हेक्साडेसिमल क्यान युज्ड इन सच अ वे टु रिप्रेजेन्ट ASCII स्ट्रिङ्स। फर्स्ट इच लेटर इज कन्भर्टेड टु अ अर्डिनरी नम्बर। म भने त नि एउटा कुनै ASCII क्यारेक्टर छ नि त्यसलाई कन्भर्ट गरिन्छ एउटा अर्डिनरी नम्बरमा, अर्डिनल नम्बरमा कन्भर्ट गरिन्छ। अनि त्यसपछि हामी ASCII टेबलको युज गरेर त्यसपछि जुन डेसिमल कन्भर्ट गर्छौँ त्यसपछि हामी डेसिमल नम्बर सिस्टममा कन्भर्ट गर्छौँ, मतलब हेक्साडेसिमलमा कन्भर्ट गर्छौँ हामीहरूले त्यो भ्यालुलाई। सो यसमा च्यालेन्जमा के भनेको छ भन्दाखेरि यो हाम्रो फ्ल्याग भनेको छ, यो फ्ल्याग हो। अनि यो हेक्साडेसिमल स्ट्रिङ, यो स्ट्रिङ हो, हामीले यसलाई डिकोड गर्न पर्ने हुन्छ। यदि डिकोड गर्नको लागि फेरि यहाँ एउटा पाइथनमा एउटा फङ्सन छ, यहाँ bytes.from_hex भनेर एउटा दिएको छ। यसदेखि हामीहरूलाई कन्भर्ट गर्न सक्छौँ यस्ता स्ट्रिङहरूलाई, हेक्स स्ट्रिङलाई कन्भर्ट गर्न सक्छौँ हामीहरूले बाइट्समा। जस्तै अब मैले कन्भर्ट गर्न पर्यो भने पहिला म लेख्छु bytes.from_hex भनेर लेख्छु, अनि यसभित्र राखिदिन्छु मैले त्यो उसको भ्याल्यु स्ट्रिङ हो कि यो फ्ल्याग। अनि यस्तरी दिएको छ होइन, अगाडि यहाँ बी दिएको छ, बी भनेको यसमा स्ट्रिम यो बाइट हो भनेर देखाएको छ कि यसमा, यसलाई डिकोड गर्न पर्यो हामीहरूले। यदि यस्तो नआओस् भन्नको लागि हामीहरूले डिकोड गर्न सक्छौँ यसलाई। डिकोड लेखेर यसरी गरेपछि डिकोड हुन्छ एन्ड यो हाम्रो फ्ल्याग भयो।